हेलो एन्ड नमस्ते गाइज। आज चाहिँ अब हामी अन प्लानिङ के म चाहिँ अब सुतिरहेको थिएँ होइन। अब यस्तै भाइहरू चाहिँ अब जानी माथि भन्यो। मेरो बाइक पनि थिएन, आज प्रब्लम थियो बाइकमा, अनि त्यही भएर म भाइले अब भाइकै बाइक भन्यो, अनि त्यही भएर अब हामी चाहिँ मासतिर अब यस्तो लकडाउन मनाउनु भनेर जान लाग्यो। अब गइदिउँ, अब पुलिस चौकी छ माथि, अब त्यहाँ के गर्छ हेरौँ होइन। जस आज भाइहरूसँग राइड जान लाग्छु। हेलमेट लगायो केटाहरू, पुलिस चौकी छ, हेलमेट होइन। अब यहाँ पुलिस चौकी पनि छ गाइस। केटाहरूको बाइक अब लकडाउनमा तेल हाल्न नि जानु पाएन। पुलिस चौकी छ क्या त गाइस, अब अलि राम्ररी जानुपर्छ। पुलिस चौकी नयाँ पुलिस चौकी खोलेको थियो भने सुनेको थिएँ कि मैले नि। यता पुलिस चौकी त यता छैन, अलि माथि होला होइन। नयाँ चौकी खोलेको छ यता। हेलमेटहरू चाहिँ गर्छ गाइस। अब हामी आज चाहिँ अन प्लानिङ हिँडेको छ, अब कहाँसम्म पुगिन्छ होइन। अब त्यो अनुसारले थाहा हुन्छ। राइड सेफ गाइस। बाटो यस्तो छ गाइस, हेर्नु होइन, पिच चाहिँ राम्रो छ। बाटो चाहिँ झक्कास बनाइदिएको छ अहिले होइन। पुलिसले नै रोकेन, केही गरेन हामीलाई आज चाहिँ। अन्त त तनाव हुन्थ्यो, अब तेल कहाँनिर हाल्ने हो। अब भाइहरू चाहिँ अब यसरी हिँडेको छन् होइन। आज चाहिँ अब सबजना अन प्लानिङमै हिँड्यो अब हामी, केही छैन। अब रमाइलो भइरहेछ आज। अब अन प्लानिङ म चाहिँ सुतिरहेको थिएँ कि फेरि आज अब नजाने। अब नेक्स्ट स्याटरडे बाइक साइक पनि बन्छ मेरो चाहिँ। अब सर्भिसिङ गर्नु पाएको छैन कि बाइकहरू, अब एक्सिडेन्ट तार्नै छुट्टिन लागेको छ। त्यही भएर अनि मैले चाहिँ बाइक पनि नलिकन आएको। भाइकै बाइकमा जाने कुरा भयो। अब तेल सेल पनि थिएन कि, अब यहाँ तेल हाल्ने कुरा भइरहेछ, तेल हालौँ। त्यति टाढासम्म त म त्यस्तो आएको थिइनँ होइन पहिला। अब जस अब आएको चाहिँ अब फर्स्ट टाइम भनौँ न यतातिर म चाहिँ आएको थिइनँ क्या। म चाहिँ अलिक तलसम्म चाहिँ आएको थिएँ। म माथि त्यो पहिला योभन्दा अगाडि पालि वर्ष लकडाउनमा चाहिँ घरसम्म आएको थिएँ क्या। अहिले बाटो अब राम्रो बनाइसक्यो है। अहिले त धेरै नै अब डेभलप हुँदै गइसक्यो क्या। मा चाहिँ यस्तो छ क्या गाइस, यो अब नेताहरूले गर्दा नै के यस्तो भएको चाहिँ। अब डेभलप हुनु अब बढी के, अब अहिले चुनाव गर्न हतार भइसक्यो होइन गाइस। त्यो उसलाई नेताहरूलाई क्या अब बजेट घोषणा गरेर चुनाव गर्न हतार भइसक्यो। नेपालमा त्यही छ क्या प्रब्लम चाहिँ, नेताहरूले गर्दा नै केही हुनै दिँदैनन् क्या। जे कुरामा पनि पावर र पैसा, पावर पैसा भए पुग्ने क्या नेपालमा। त्यति भएपछि कोही माथि नै जान सकिँदैन। अनि त्यही कारणले नै हो क्या। अस्तिको पालि त अनि हामी यस्तो थियो नि त। अस्तिको पालि त उतैबाट गएको, धेरै लामो पनि थिएन, त्यस्तो पनि थिएन कि। त्यस गाइस अब चाहिँ त आमी भ्यू छ क्या, तर ठुलो छ, अफ रोड क्या पुरै यहाँ चाहिँ। अनि मेरो बाइक ल्याउँदा ठिक हुने रहेछ क्या बाटो चाहिँ है। चाहिँ आनन्दको रहेछ। अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ स्योर मेरो बाइकमा भ्लग हुन्छ। नेक्स्ट टाइम त हेरौँ होइन। अब नेक्स्ट टाइम भने अब चाँडै नै हुन्छ। त्यो होस्, रेगुलर भिडियो दिन पाएको छैन अहिले होइन। अब रेगुलर भिडियो नै आउँछ चाँडै होइन। माया गरिदिरहनु होइन, त्यही भन्न चाहन्छु। अब चाँडै नै 1K पुऱ्याइदिनु होला, धेरै माया गरिदिनु होला। ठुलो त खाइहाल्छ अलिअलि, फेरि पिस सुरु भयो यस्तो कि ठेकदारले पैसा खानलाई होइन गाइज। आधीबाट पिस देखाइदिन्छ, आधीबाट पिस छैन क्या नेपालमा। त्यो हुन्छ क्या, जो गर्न सक्नेले होइन अब गरेर खायो क्या। अब त्यो कसैलाई मतलबै छैन कि, कसैलाई यो देखाउनु पर्दैन क्या। पैसा खानेले खाइसक्यो, होइन केही छैन कि गाइस। मैले त धुलो खाएँ, मैले त धोबी। खत्तमै रहेछ यार बाटो त। माथि मात्रै राम्रो रहेछ है, असस बाटो अलिक बाइक पनि। यस्तो ताल तर्दैन बाइक चाहिँ जाँदैन है गाइज, धेरै नै गइरहेछ होइन।
पानी पऱ्यो भने त चौध हुन्छ नि यार तराउनु सक्दैन Hello guys, having fun? यतापट्टि तल होइन यहाँ अब त्यो खोला ठुलो भएर होइन हामी तर्न सकेको छैन यहाँबाट चाहिँ हामी फर्किनु लाग्छ अब त्यो बाटै रहन्छ यार यो बाटै होइन खासमा अब यो तर्नै नसक्ने खोला आइएको छ है अब हामी चाहिँ होइन फर्किनु लाग्यो यो खोला त लास्टै बढी रहेछ ठुलो या तर्नै नसकिने तर्ने हुन्छ होइन तर्न सकिएन होइन मान्छे नै तर्न नसकिने बाइक तर्न सकिन्छ र होइन कसो यार तल खोला फर्स्ट टाइम निक्लिने बाटो पनि जान्छ हामी चाहिँ त्यहाँ अब मतलब सिक्यो होइन अब यहाँबाट चाहिँ फर्किनु लाग्यो अब आज पानी पर्ला जस्तै भयो अब त्यहाँ जानै पाएन अब राइडमा चाहिँ अर्कै ठाउँमा हेर्नु पर्छ हेर्नु अब ठाउँमै थाहा छैन कहाँ हो बाटो नि थाहा भयो अब यहाँबाट चाहिँ हामी अब सिधै घर जानु पर्यो अब खाजासाजा नि खायो होइन राम्रो भयो अब चाहिँ